हर्क साम्पाङजीले बालेन शाह र रवि लामिछानेप्रति गरेको टिप्पणी एकपल्ट सुन्नु होला। बालेन छिरेको चाहिँ मैले देखेँ, थाहा पनि पाइनँ। त्यहाँ माथि त्यो यस्तो मोनिटर हेर्दा त्यहाँ चाहिँ देखेँ क्या नि आएछ भन्ने। रविजी चाहिँ आउँदाखेरि नमस्ते गर्दै आउनुभयो। हजुर, उहाँले रवि लामिछानेलाई अलिकति रेस्पेक्ट भाषामा बोल्नु भइरहेछ भने बालेन शाहलाई आएको थियो गएको थियो भन्ने तरिकाले अलिकति डिसरेस्पेक्ट तरिकाले बोल्नु भएको छ। जे जस्तो भए पनि संसदीय दलको नेता हो, अलिकति इज्जत गरेर बोल्नुपर्छ जस्तो लाग्छ मलाई। यो अर्को भिडियो फेरि चुनाव जितिसकेपछिको भिडियो, यो अर्को हेर्नु होला हर्क साम्पाङजीको। सत्तामा पुगेपछि विपक्षीलाई अनेक परीको उसमा चाहिँ फसाउने अनि धरपकड गर्ने, थुन्ने। भोट माग्न जाँदाखेरि त्यही पुराना दल पुराना नेताहरूले चाहिँ एकदमै समस्यामा पारे, भ्रष्ट भए, देश लुटेर खाए, अब हामी गर्छौँ भनेर तपाईँ जाने जनतासँग। आज नयाँ पुस्ता जेन्जी पुस्ताको सरकारले त्यही भ्रष्टहरूमाथि डन्डा चलाउँदा चाहिँ तपाईँलाई आपत्ति भयो, प्रतिशोध भयो होइन त? जनता भोट माग्न जाँदा जनताले कालोलाई सेतो भन्यो भने तपाईँहरू ओके सेतै भन्न तयार हो, जे भन्छन् त्यही भन्न तयार हो। अहिले आएर प्रतिशोध 84 85 86मा पनि अर्को चुनाव आउँछ होला त हर्क साम्पाङजी। अहिले यस्तो अभिव्यक्ति दिएर किन तपाईँ अगाडि बढ्दै हुनुहुन्छ?